रचना मुक्ति पोखरेलको, छन्द शिखरिणी। रसै रुद्रै छिन्न यमन सबलागा शिखरिणी, रसै रुद्रै छिन्न यमन सबलागा शिखरिणी। शिखरिणी छन्द। यमन सभगण अन्तिममा एउटा लघु र एउटा गुरुबाट तयार हुन्छ। कुनै चढ्छन् राम्रा शिर उपर चम्पा मखमली, कुनै बढ्छन् फुल्दै कुसुम कलिजाई कमलिनी, सदा दिन्छन् शोभा विविध रङका पुष्पैनले, छरेका छन् वासना अभिरति गराई जतनले, खिलेका छन् राम्रा वनभरि नयाँ पुष्पलहरी, तिनैलाई चुड्छन् अधम नरले स्नेह नगरी, लुछिन्छन् लाछिन्छन् कतिपय बनाई अधमरा, कुटिन्छन् काटिन्छन् तर पनि सहन्छन् कति कुरा, बनाइन्छन् माला शिर पयरमा छेदन गरी, कतै झुन्ड्याइन्छन् टन टन कसी बन्धन धरी, छिरोलिन्छन् केही छरबर गरी पुष्पलतिका, निमोठिन्छन् साना कुसुम कलिका वृन्त कतिका, हवाको झोक्काले लरबर गराई फरफरी, उडाइन्छन् साना सुमन बनका पतकरसरी, यिनै खप्छन् सारा यिनै खप्छन् सारा भयकर जति छन् जियभरि, यिनै खेप्छन् वर्षा हिमराशिना बाढ भुमरी, अहो मान्छे कस्तो अबुझबनको बन्दरसरी, सिधा सादालाई अरपल तपेट्ने छल गरी, सधैँ स्वप्न देख्ने सधैँ स्वप्न देख्ने प्रतिपल सदाको छमसरी, भनी सम्झेका छौ तर मनुज चल्दैन यसरी, भनी सम्झेका छौ तर मनुज चल्दैन यसरी, भनी सम्झेका छौ तर मनुज चल्दैन यसरी। जय होस्। मुक्ति पोखरेल, इटहरी।